नमस्कार। म अहिले यो बिरुवाहरूबाट जरा निस्केको बारेमा सानो जानकारी, मेरो अभ्यास चाहिँ जानकारी गराउन गइरहेको छु। मैले यो डाहोङ भन्ने भेराइटी हो, यो ल्याएको डाहोङ भन्ने भेराइटी हो, चाइनाको नानिङ सिटीबाट ल्याएको हो। र यो मैले हाँगा मात्र ल्याएको थिएँ र त्यसलाई चाहिँ मैले यो बालुवा हेर्न सक्नुहुनेछ, यी बालुवा र कोकोपिट मात्र हो। यो यस्तो सुक्खा छ। यो चाहिँ मतलब बढी पानी भयो भने डुसी लाग्ने, जरा कुहिने त्यस्तो हुन्छ। खालि बालुवा मात्रै पनि गर्न सकिन्छ भने यो बालुवा र कोकोपिटमा मैले राखेको थिएँ। ल हेर्नुहोस्, यस्तो मजाले जरा आइसकेको छ। यो जाडोमा अलिकति समय लाग्छ, भन्नुको अर्थ 25-30 दिन 1 महिना जस्तै लाग्छ भने गरीमा 10 देखि 15 दिनमा तयार हुन्छ। र यो चाहिँ हेर्नुहोस्, यस्तो मजाले रुट निस्केको छ। ल हेर्नुहोस्, यो चाहिँ यो बालुवा र कोकोपिट मात्र हो। ल हाँगाबाट चाहिँ जरै चाहिन्छ भन्ने होइन, निकाल्न सकिन्छ, जाडो मौसममा पनि निकाल्न सकिन्छ। र अब मैले यहाँ देखाउन गइरहेको छु। ल हेर्नुहोस्, जरा यसरी आइसकेको छ। ल हेर्नुहोस्, यो जरा आइसकेको छ। अब यो जरा आएपछि मैले यसलाई अर्को ठाउँमा, माटो भएको ठाउँमा सार्दैछु। ल हेर्नुहोस्, कतिपय कृषकहरूले होइन जरा आउनुपर्छ, जरा आएको चाहिन्छ भन्ने भन्नुहुन्छ। हामीले विदेशबाट ल्याउँदाखेरि हाँगा मात्र ल्याउने विशुद्ध। अब यहाँ यसरी बालुवा र कोकोपिट, एकपल्ट मैले बालुवा मात्रै राखेको पनि आएको थियो र यसपटक चाहिँ बालुवा र कोकोपिटमा राखेँ। देख्न सक्नुहुन्छ यी। ल हेर्नुहोस्, जरा कस्तो राम्रोसँग आइरहेको छ। मैले यो अर्को ठाउँमा सार्नको लागि निकाल्न गइरहेको छु। ल हेर्नुहोस्, यो जरा एकदम मजाले जरा आउँछ। जरालाई निकाल्नलाई केही समस्या छैन। कटिङ हाँगाबाट जरा निकाल्न केही समस्या हुँदैन। यो पनि जरा हाल्नको लागि राखेको छ। यो पनि सबै चाइनिज भेराइटीहरू हुन्। अहिले चाइनाबाट ल्याइसकेपछि 100 भन्दा बढी भेराइटी गएका छन्। यिनीहरूको पनि सबैको जरा आइसकेको छ। मैले अब यो जराहरू आएको चाहिँ अर्को ठाउँमा सार्नको लागि यसरी निकाल्न गइरहेको छु। र के भन्न चाहन्छु भने जरा छैन, जरा आएको छैन भनेर गर्नुहुन्छ। तपाईँको यो जरा आएको भन्दा आफैले जरा निकालेको बेस हुन्छ, आफ्नै माटोमा निकालेको बेस हुन्छ। किनभने अब तपाईँको त्यो जरा माटोहरू यताउति आफ्नो ठाउँमा यो सबै बोकेर जान ट्रान्सपोर्टेसनको पनि अब झ्याउ हुन्छ होइन। त्यसले गर्दाखेरि जहाँ आफूले लगाइने हो त्यही ठाउँमा चाहिँ मतलब त्यही जिल्लामा लगाउन ठिक हुन्छ। त्यसकारण चाहिँ हाँगा काटेर हाँगा जरा नभएको भन्न पर्दैन। यो बनाएर सकिन्छ, कि गाह्रो पनि छैन। जस्तो यो बालुवा र कोकोपिट हो। ल हेर्नुहोस्, यो बालुवा र कोकोपिट हो। त्यसमा सारिदियो, सरिहाल्छ। 15 दिनदेखि माथिमा जरा आउँछ, तर जाडोमा अलिकति ढिलो हुन्छ। मौकाभरि 25 दिन 1 महिना नै लाग्छ। झन्डै मेरो यो 25-26 दिन भयो, तर जरा हेर्नुहोस् कस्तो धेरै आइरहेको छ। र यसलाई अर्को ठाउँमा लान्छु। मैले यो भिडियोमा के जानकारी दिन खोजेको भने मेरो अभ्यास र जरा निक्ले मेरो अभ्यास चाहिँ मैले आफूले जानेको कुराहरू र अनुभव गरेको कुराहरू यहाँहरूलाई जानकारी दिनुको लागि यो भिडियो तयार गरे हुँ। हस् त, धन्यवाद।